नमस्कार सबैजनालाई। आज मलाई एउटा कुरा भन्न मन लाग्यो। जब सुदन गुरुङ गृहमन्त्रीमा सिफारिस भएका थिए, एकदमै धेरै नकारात्मक टिप्पणी भइरहेको थियो। यस्तो केही पनि नबुझेको मान्छेले गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालय कसरी चलाउलान्, उनलाई राम्रोसँग नियम कानुनको पनि थाहा छैन भनेर धेरै नै चर्को विरोध भइरहेको थियो। जब उनले मन्त्रालय सम्हाले एकदमै राम्रो काम गरेर देखाइदिए। अहिले जब उनको पदबाट मुक्त भएका छन्, फेरि मानिसहरूको कराई चाहिँ बढ्न थालेको छ। यस्तो राम्रो काम गरिरहेको मान्छेलाई किन चाहिँ राजीनामा दिन लगाउनु पर्यो भनेर एक किसिमको रोइलो जस्तो भइरहेको छ। मानिसहरूले के बुझिरहेको छैनन् भने जो मान्छेले चाहिँ गफ गर्दैन, कुरा गर्दैन, भाषण मात्र दिने काम गर्दैन र काममा फोकस गर्छ, टोटल्ली फोकस्ड अन वर्क, त्यस्तो मान्छेहरूले चाहिँ काम गरेर देखाइदिन्छन्, डेलिभर गरेर देखाइन्छन्। त्यो चाहिँ सुदन गुरुङले गरेर देखाएका थिए र हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह पनि भाषणभन्दा बढी काममै गर्ने मान्छे छन्। हामीले भाषण गर्ने मानिसहरू देखिसक्यौँ, जस्तै केपी शर्मा ओलीको त कुरै गर्नु पर्दैन, उहाँको त कला नै भाषण गर्ने कला हो। र प्रचण्ड, शेरबहादुर देउवा लगायतका जति पनि नेताहरू छन्, उनीहरू भाषण नै गर्ने मान्छे हुन्। हामीले जब कुरा गर्छौँ, बोल्नै जान्नु हुनुपर्छ, भाषण गर्ने जान्ने हुनुपर्छ। यस्ता मानिसहरूले के गर्छन् भने भाषण गरेर, मिठो बोलेर, एउटा राम्रो कुराहरू गरेर नभएको कामलाई पनि भएको जस्तो गरेर एक किसिमको चाहिँ राम्रो बोलीले सबै थोक ठिक छ भन्ने जस्तो देखाइदिन सक्छन्। यो कला हुन्छ नेताहरूमा। हामीलाई यस्तो कला चाहिएको होइन, बरु भाषण गर्न नजानुस्, काम गरेर डेलिभरी गर्ने मान्छे चाहियो, जुन चाहिँ सुदन गुरुङ थिए र बालेन्द्र शाह पनि छन्। र अब पद मुक्त भइसकेको छ उनको। अब होपफुल्ली उनी चाहिँ यो जुन पनि एलिगेसन्सबाट चाहिँ उनले चाहिँ क्लियर चिट पाउनेछन् र फेरि बााउन्स ब्याक गर्नेछन्। हि गन कम ब्याक। अब राम्रो हुनेछ। अब उनको ठाउँमा जोसुकै अरू आए पनि राम्रै होला। अब किनकि प्रधानमन्त्री बालेन्द्र शाह आफै नै एकदम स्ट्रङ हुनुहुन्छ र उहाँले जोसुकै गृहमन्त्री आए पनि उहाँले चाहिँ राम्रो हिसाबले आफ्नो इन्सपेक्सनमा राख्नुहुन्छ र राम्रो नै डेलिभरी होला। धन्यवाद।